फाइनल्ली हामी चाहिँ बोतल बेच्न गइरहेको छौँ गाइज होइन। कति आउँछ होला सम्झे बोतल बेचेको पैसा? सम्झे 50 रुपियाँ जति आउला त। गाह्रो छ हौ खाने बाटो त बनाउनु पर्यो। अब हाम्रो बोतल बेच्नु हो। फाइनली हाम्रो सम्धिले चाहिँ आज बोतल बेच्दैछ। कति कति भइसक्यो हेर्नु सक्छ 3 रुपियाँ भयो। ल गाइस ल 28 रुपियाँ 29 रुपियाँ भइसक्यो 29 रुपियाँ गाइस ल 41 रुपियाँ भइसक्यो यार। आम्बो 50 रुपियाँ हुन्छ है क्या। नेपालको 1800 बोतल बेचेको पैसा त तब लाउनु पर्यो। अब यो भित्र पक्कसँगले मान्छे यस्तो प्यार छ सम्झे। हेल खाने होइन खाने हो। 26 भनेपछि तपाईँ यहाँ कति आउँछ? 1 लिटर 2 लिटर 3 लिटर होइन 6वटा आउँछ 100 रुपियाँ पर्छ ल। भनेपछि हाम्रो गयो भने कति भयो 23 रुपियाँ जान्छ। त्यो हो होइन जानु त। त्यो पनि राख्नु नि त। फाइनली पैसा आयो। पैसा आयो गाइस। ल बोतल बेचेको पैसा आयो। बोतल बेचेँ ल। अब हामी चाहिँ बोतल बेचेको पैसा चाहिँ यहाँ जुस सुस हान्दैछौँ यहाँ टक्कसँगले। अब यहाँ खानु पऱ्यो नि त। अब ल खाइदिउँ है।